हेलो गाइज वेलकम टु आवर फर्स्ट ब्लग। कति लिटर छ अरे अरू अहिले चाहिँ हामी मर्बिस जानको लागि तयारी गर्दैछौँ। पेट्रोल हालिसकेपछि अब हिँड्छौँ गाइज। अब एकछिन ग्यास 2-3 मिनटपछि। दसैँको बेला पेट्रोल पाउन त गाह्रो थियो, तर यसो खोजखाज भयो ल गाइज। अब हामी चाहिँ मर्बिस जाँदैछौँ। म चाहिँ ड्राइभर अब अफरोडिङ आएपछि भिडियो अन गर्छु है गाइज। एकछिन भन्छ हाम्रो घुम्नु त 1000 को पेट्रोल हालेर वहाँ प्युठानदेखि यहाँ त आउटिनुलाई 1000 को पेट्रोल हालेर अहिले हामीले 5 लिटर गयो नि। 5 इन्टु कति अगाडिको बाटो देखाउनु के खत्तम बाटोबाट यहाँ छ बाटो त गाइस खत्तम छ। ए झन्डै गएन यहाँको नेताले सुनिदिनु पर्यो। यहाँ मलाई एकछिन टर्सन दियो यार, मलाई राति भएको पुगेर हरान बस्नु मल बेच पर्न हजुरले बास। अब मन परेर कमेन्ट नभयो भने हामी दुइटाले सम्झेर लाइक मजा आएन भने सपोर्ट देखेको सपोर्ट चाहिएको सपोर्ट होइन भान्जा खत्तम दादा खत्तम मेरो बाउहरू चाहिँ कहाँबाट गयो क्या यही बाटो हो क्या जान्छ हामी त कहाँ छ लङ्गर पस होला नि त। पुग्ने ल बास दिन आयो अड्डा रक लाएर यस्तै छ के गर्नु होइन। ड्राइभर साहेबले हेलमेट खोलिदिउँ त। सुन्ने गएको के यार फेरि ओके म झन्डै खसेको मुला रेन्ज पुरा डेट गाडी आउला र भन्छ गाडी आउला र अड्डा हिँड्छ यहाँ भ्यू पनि छ त यार। हल्का साइड लगाएको फोटो हानौँ ल। है भ्यू पनि पारी हेर्न सक्नुहुन्छ ओम्फो होइन। तल चाहिँ हामी अलि पेट्रोल बच्यो भने चाहिँ त्यहाँ जान्छौँ हाम्रो पौडी खेल्न बुढा गाउँ होइन। अब म फेरि आफ्नो पुरानो लुक्समा आउँदैछु। बाटो खोज्दा हामी चाहिँ यत्नमा आएका छौँ। भ्यू हेर्नु सक्नुहुन्छ कसको खतरा छ नि भ्यू। हामी चाहिँ स्कुटीमा आऊँ के राइडर चाहिँ म बस्ने मान्छे पैसा पेट्रोल यहाँको पेट्रोलबाट आएको हामी त आज पेट्रोल
अझ भित्र सब पेट्रोल यसको हेलमेट भित्र चाहिँ हेलमेट आएन खजाना हो कि पेट्रोल आज तन्ने पेट्रोल छ ए बड्डा बल्ल एकैचोटि चालु गरेँ यार झन्डै गएको नि त लाइट होइन मान्छे पाइदिन्छ माथि भुट्न लाग्छ होइन त्यो बाटो अप्ठ्यारो छ मुला तर मजा नि उत्तिकै छ नि जे पनि होस् गराइन्छ तर टायर चाहिँ नजाओस् क्या फर्किरे है केटा पलाएर यसलाई भन्छ तेल पर्छ अनि रेड पार्टीले स्टार्ट गर्नुपर्छ छ हो अस्ति भ्यू त यहाँ हो साइको साइको झन्डै राखिन जस्तो बाटोमा मेरो पानी छ मान्छे किरो किरो गयो हामी होइन जस्तो पनि गरिहाल्छ कि केटा अब एउटा डेस्टिनेसन त पुग्यो भयो होइन अर्को डेस्टिनेसन अब कहाँ रे भन्छ ढिमढिमे ए के अरे यो मर्वेस भन्ने चाहिँ यस्तो रहेछ ठाउँ यति हो है मर्वेस चाहिँ फर्किरे है केटा पलाएर यसलाई भन्छ तेल पर्छ अनि 2000 खुवाइदियो मामालाई सजिलो हुनुभयो म सिधै मेरो घर चल्दै ल अब खाएर गाइस 2000 रुपियाँ खायो आज आजको भिडियो के होला लाइक कमेन्ट सेयर गरिदिनु होला हामीलाई सपोर्ट गरिदिनु होला के भन्नु छ ल टेक केयर बाई बाई गाइज 2000 को सामान गएको छ आज स्कुटीमा अरू भिडियो आउँछ गाइज यस्तै सपोर्ट गर्नु पर्यो है